हेलो एभ्रिवान। पाइलट पठाउन गाह्रो हुन्छ कि सजिलो हुन्छ? आज चाहिँ मेरो अलिकति गाह्रो इक्जाम थियो। हुन चाहिँ सजिलो च्याप्टर तर गाह्रो। कसरी भन्दाखेरि आज चाहिँ मैले चेकलिस्ट गर्न पाउनुपर्ने। चेकलिस्ट भनेको चाहिँ अब इमर्जेन्सी सिचुएसनमा तिमी के गर्छौ भनेर हामीले चेकलिस्ट फलो गर्नुपर्ने हुन्छ र त्यो चेकलिस्ट चाहिँ गर्न पाउनुपर्ने थियो। लगभग 9वटा जस्तो र 9वटै चेकलिस्टमा 9वटा चेकलिस्ट इन्टरनल चेकलिस्ट सब चेकलिस्टहरू र त्यो कन्फर्म गर्ने बेलामा एकदमै कोसिस गरेँ मैले, सक्दै सकिनँ होइन। त्यो कन्फर्म गर्न त कहाँ सकिन्छ त होइन, प्र्याक्टिस चाहिन्छ। अनि त्यो कारणले सकिनँ मैले, जसले गर्दा चाहिँ दुईवटा जति मेरो मिस्टेक भयो। दुईवटा जति मिस्टेक भए पनि मेरो 90 जति त आउँछ। त्यो कारणले त्यही कुरामा खुसी छु। हाम्रो पासिङ मार्क्स चाहिँ 70 हो र मलाई चाहिँ आज के भएको थियो भन्दाखेरि अनि 70 मात्रै, के अरे 70 रे 90 मात्रै आयो, 90 जति मात्रै आउने भयो। अब इक्जाम फेरि दिनु पऱ्यो सरलाई रिक्वेस्ट गरेर भनेर मैले सोचेको थिएँ। अनि फेरि के सोचेँ भन्दाखेरि फेरि भोलिपल्ट अर्को इक्जाम बाँकी छ, त्यस्तो गऱ्यो भने चाहिँ इक्जाम पाइल भएको भाइ गर्छ भनेर चाहिँ मैले अब होस् एउटा इक्जाममा त्यहाँनिर 90 मात्रै आएर केही पनि फरक पर्दैन, 88 आएर केही पनि फरक पर्दैन, अरूमा मजाले कटिरहेको छ त, 98 आइरहेछ, 97.5 आइरहेछ भन्ने पनि मलाई लाग्यो। अनि त्यो कारणले भोलि चाहिँ मैले एयरपोर्ट मार्किङ रनवेको इक्जाम दिन गइरहेको छु। मैले मजाले पढ्न भ्याइसकेको छु, मल्टिपल चोइस मात्रै हेर्न बाँकी छ, क्विजबाट बुकबाट सबै पढिसकेको छु। आइएम फुल प्रिपेयर्ड। अब भोलि कति मार्क्स आउँछ म तपाईँलाई अपडेट गर्छु है त। अनि मलाई चाहिँ के अचम्म लाग्यो भन्दाखेरि यो भेस्ट छ नि त, यो फ्लाइ पास्टको भेस्ट मैले चाहिँ कति दिनदेखि लगाइरहेको रहेछ क्या। किन भन्दाखेरि मेरो इक्जाम डेली भइरहेछ। अनि अब क्लासबाट बेलुका आयो अनि भोलिपल्ट इक्जाम छ भनेर पढ्न बस्यो। अब 9-10 बजिहाल्छ। 9-10 बजेपछि खाजा खाँदाखेरि, खाना खाँदाखेरि 11-12 बजिहाल्छ। अनि त्यस पछाडि त अब सुतेपछि फेरि बिहान त्यही ड्रेस लगाएर गयो। अनि अब फेरि हाम्रो चाहिँ कस्तो हुन्छ भन्दाखेरि टाइप ए, टाइप बी, टाइप सी युनिफर्म भन्ने हुन्छ। टाइप ए भनेको चाहिँ अब पाइलटको ड्रेस नै लाउने, टाइप बी भनेको चाहिँ यसरी स्कुलको लोगो भएको टी सर्ट लाउने, अनि टाइप सी भनेको के हुन्छ मैले बिर्सिसकेँ। अनि टाइप बी युनिफर्म चाहिँ अब अलिक सजिलो हुन्छ नि त लाउनको लागि, फर्मल पनि भयो भनेर सबैजनाले टाइप बी युनिफर्म लाउनुहुन्छ। अनि त्यो कारणले अनि बिहान उठेर पढ्दा ढिलो भइसक्छ। अनि त्यो कारणले अब पाइलटको युनिफर्म लाउनै भ्याउँदैन। त्यही कारणले यो ड्रेस लाउँदाखेरि त यो ड्रेस त मैले त 2-3 दिनदेखि लगाएको रहेछ होइन, गनाइसकेको रहेछ। अनि अघि पो दाइसँग भिडियो कलमा बोल्ने बेलामा पो मैले थाहा पाएँ, ए भाइ तिमीले हिजो पनि यही ड्रेस लगाइरहेको छौ, आज पनि यही लुगा लगाइरहेको छ, के हो भन्दाखेरि पो मैले थाहा पाएँ है। अघि चाहिँ म एउटा दाइसँग कुरा गर्दै थिएँ, उहाँ चाहिँ जापानमा हुनुहुँदो रहेछ, मोरङबाट हुनुहुँदो रहेछ। उहाँ चाहिँ मेरो शुभचिन्तक। अनि मैले चाहिँ अबदेखि हप्तामा एकचोटि चाहिँ अब एकजना शुभचिन्तकसँग भिडियो कलमा बोल्ने, प्रोग्रेसको बारेमा भन्ने, खुसी साट्ने भन्ने हिसाबमा त्यो प्रोग्राम स्टार्ट गरेको। उहाँसँग मैले आज बोलेँ, भिडियो थियो। भिडियो फेरि 22 GB को भएछ। अब त्यसलाई फेसबुकमा कसरी पोस्ट गर्ने, युट्युबमा कसरी पोस्ट गर्ने भन्ने एउटा टेन्सन छँदैछ है त। ल त्यसलाई कसरी गर्ने मिल्छ मिलाउँला। यो चाहिँ मेरो ल्यापटप देख्नु हो तपाईँले, क्या दामी प्लेन छ। ल कुन चाहिँ प्लेन हो ल गेस गर्नु त। बोइङ 747 ₹1 क्याम्पेन फर स्टडी भनेर राखेको छु मैले। ओके, भोलि पर्सि यस्तै एयरलाइन्स गर्नुपर्छ त हामी सबैजना मिलेर।